बच्चादेखि बुढासम्मकोलाई मनपर्ने पास्ता घरमै बनाएर खाउँ। यति सजिलोसँग मिठो पनि हुन्छ, हेल्दी पनि हुन्छ। फर्स्टमा चाहिँ मैले यता कराई बसालेँ, आफूलाई चाहिने जति पास्ता लिएँ, त्यसमा थोरै पानी र तेल हालेर मजाले चलाइदिएँ। यो यतिको पाकेपछि यसलाई निकालेर एकछिन चिसो पानीमा सफा गरेपछि उभानो हुन्छ। अनि पास्ताको लागि चाहिँ मैले भेजिटेबल्सहरू क्याप्सिकम काटेर रेडी गरेँ मसिनो पिसमा, गाजर पनि काटेर मसिनो पिसमा रेडी गरेँ, अनि प्याज, लसुन र आफूलाई चाहिने जति अलिकति मैले टमाटर पनि काटेर रेडी गरेँ। सबै भेजिटेबल्सहरूलाई आफूलाई मनपर्ने साइजमा मैले काटेर रेडी गरेँ। अनि अघिको पास्तालाई फ्राई गर्नको लागि मैले त प्यानमा तेल तताएँ, अनि प्याज राखेर चाहिँ एकछिन ब्राउन हुने बेलासम्म मजाले चलाएँ। अनि गाजर र क्याप्सिकमलाई पनि मजाले मिक्स हुने गरेर चलाएँ साथीहरू। अनि टमाटर पनि राखिदिएँ। टमाटर राखेपछि एकछिन चलाएँ। अनि मैले बेसार, नुन, मसला अनि थोरै रेड चिल्ली पाउडरलाई पनि मैले मजाले मिक्स हुने गरेर चलाएँ साथीहरू। हल्का यो पेस्ट पाक्दै गएपछि अघिको पास्तालाई मैले एड गरिदिएँ। अनि यसलाई उल्टाइ पल्टाइ पराक पुरुक पारेर चलाइदिएँ मैले। अनि यसमा मैले थोरै केचप पनि एड गरिदिएँ साथीहरू, मजाले मिक्स गरिदिएँ। एकदम मिठो भएको थियो, हेल्दी पनि हुन्छ।